अहिले चाहिँ हामी यहाँ छुङमुरो नजिकै रहेको एउटा कोरियन गाउँ, यसलाई चाहिँ यो कोरियाको ट्रेडिसनल गाउँ, परम्परागत गाउँमा छौँ। यहाँनिर यस्तो तपाईहरु देख्न सक्नुहुन्छ, यहाँ पुरानो बस्ती जस्तो हैन, पुरानो गाउँहरुको झलक देखाइएको छ। र यो अहिले चाहिँ यो छुसकको समयमा यहाँ सबैजना विद्यार्थीहरु, सबैजना चाहिँ कामदारहरु अनि गएर चाहिँ यहाँको मान्छेहरु सबै विदेशी कामदारदेखि लिएर विद्यार्थीहरु सबैको छुट्टी हुने भएको कारणले चाहिँ यहाँ मान्छेहरु यो पुरानो गाउँको पहिचानहरु हेर्नको लागि चाहिँ यसरी मान्छेहरु जम्मा हुने यहाँ गर्नु हुँदो रहेछ। यसरी चाहिँ यहाँ तपाईले हेर्न सक्नुहुन्छ पुरानो ट्रेडिसनल परम्परागत घरहरु चाहिँ यहाँ बनेका छन्। यहाँ चाहिँ मान्छेहरु जम्मा भएर यहाँ चाहिँ रमाइलो गर्ने, घुम्ने, ठाउँहरु हेर्ने, यहाँको चाहिँ अनुभव, परम्परागत अनुभव भन्दो रहेछ कोरियन भाषामा, त्यो चाहिँ लिने यो देखिन्छ तपाईहरु सबैले। यसरी चाहिँ अब यस्तो छ यो।